आज चाहिँ हामी फेरि ब्याक टु रिन्चेपुङ। हामी चाहिँ आज रिन्चेपुङ पर त्यहाँ आनमदियो आनमको 49 डेज थियो र हामी यहाँदेखि हामी 4 जना आजमपुरबा जिग्मी म आउँदो पानी पाल्दिन्छ। हामी बिहान नै लगभग यहाँदेखि बिहान एउटा मिटिङ एटेन्ड गरेर मिटिङ गरिकन हामी चाहिँ लगभग 10-11 बजीतिर यहाँदेखि नै 3-4 जना चाहिँ अब तपाईहरुले हेर्दै जानुहोस् हाम्रो मजाको राइड। चाहिँ मेरै पर्यो ल पठाउनु नि रेता ल्याम भने उल्टा नि हाम्रो ल हुन्छ नि आम्बो फुल हालिदिन्छु। हाल्नु नि ल आज आउनु भएको ल क्या रिन्चेपुङ हो ल रिन्चेपुङ आइहाल्छ। ब्यागमै बोकेर उहाँ बस्ने अनि आउँदो पर्खिनु पऱ्यो नि। हेलमेट तपाईँको
आ जाओ आ जाओ ये पर गैस्ट्रिक पानी टेस्ट गरेँ नि त ड्रस गरेको नि के करेन्ट लाग्छ बस देखेर म त क्या डर लागेर रोकिदिएको नि पात कस्तो ब्रेक छाप्पै हालेन म त ए हाम्रो मिसन पुरा गर्नुपर्ने डेस्टिनेसनमा लाग्यो लानु पर्छ म त पछाडि बसौँ अलिक थाम्नु साह्रो पऱ्यो तेरो गएको होला पिच भन्दैछ उकालै ला ए बाटो सुक्यो के भयो आँखा ठुलो किरा पसेको ल खै निक्ल्यो ल ए झन् पुग्यो अब ताल नै पुग्यो है अघि चाहिँ ए होइन निकै टाढो अँ यही हो यही कहाँ रहेछ फाइनली त्यही गरौँ चाहे त बिचोकलाई आइपुग्यो श्रीजाङ्गको स्टेज आइपुग्यो हामी चाहिँ यहाँ कन्स्ट्रक्ट हुँदो रहेछ बहुत जग्गा सेकेन्ड टाइम सायताल आइपुग्यो यहाँ चाहिँ तपाईँहरू कुन कुन टाइममा आएको ल भनौँ है फर्स्ट टाइम आएको तिनैजना फर्स्ट टाइम म चाहिँ अब गाइड भयो सेकेन्ड टाइम यहाँ चाहिँ हाम्रो मामा दाजु राजुका खतरा खतरा
उहाँ चाहिँ बिहा गरेको छ नि हेर्छ अब एकदम ब्याचलर्स यहाँ होमस्टेहरू कहाँ छ कि थट के मजाको जग्गा भइसक्यो नि त दिस वान इज छायातल जिन्दगीमा आइपुगेको छु त्यो भएर मैले पनि घरमा रोपेको छु मैले यस्तै गार्डन बनाउनको लागि अब के भन्नु हामी चाहिँ आइपुगिहाल्यो अब जिन्दगीमा यस्तो जग्गाहरू चाहिँ घुम्दै गर्नुपर्छ यहाँ चाहिँ अबको हामी जाउँ मुनिबाट पानी हाल्ने रहेछ ल अब हामी चाहिँ गयो छायातल आयो मजा आयो भिडियोहरू गऱ्यो अब अर्को पालि आउनु छ किनकि अझै स्काई वक कम्प्लिट छैन चाहिँ अर्को पालि आएर हामी चढ्नेवाला छौँ बाई बाई छायाताल फेरि पनि अवश्य हामी आउनेछु घुम्नु हामी चाहिँ अब छायाताललाई बिदा दिँदै लाग्यौँ है लाग्यो है फेरि आउँला बाजे भेट्दै हामी छायातल आएर मजा लाग्यो रिल्सहरू भिडियोहरू बनायो फेरि आउँदै गर्छु यति राम्रो ल हामी चाहिँ लाग्यो घरतिर